नमस्कार, म तीर्थराज विश्वकर्मा। मेरो घर चाहिँ धरान हो। मैले वाचन गर्ने कविताको शीर्षक एक भेट भरियासँग। कविताको शीर्षक एक भेट भरियासँग। जिन्दगी चुहाउँदै चुहाउँदै यो व्यस्त चोकमा भर्खरै आइपुगेको छ एउटा भरिया। भरियाले भारी मात्र बिसाएको छैन, बिसाएका छन् आफ्ना थकाइहरू। भरियाले भारी मात्र नबोक्दो रहेछ, भरियाले भारी मात्र नबोक्दो रहेछ, बोक्दो रहेछ माटो। माटोमा चुहिएको इतिहास, बलिदान, माटोमा उम्रिएको पसिना। तर यी सहरका गल्लीहरूमा चुहिन्छ यिनका खुसीहरू, जफत गरिन्छ यिनका तोक्माहरू। सहरको पाइतालाले निर्मम कुल्चिदिन्छ यिनका खुसीहरू। सहर भन्नु फगत कुल्चिनेहरूको भिड न हो, सहर भन्नु फगत कुल्चिनेहरूको भिड न हो। भरियाले चुरोटको धुवासँगै दूर दूर उडाउँदैछ सपनाहरू। मनमा प्रश्नको च्याब्रुङ बजिरहेको छ, भारीको वजन गरुङ्गो हुन्छ कि हुन्छ सपनाहरूको, कि हुन्छ आफ्नै जीवनको। भरियाले एक चिम्टी खैनीसँगै कति मजाले च्याप्न सकेको एक अनुच्छेद मुस्कान। खैनीको थुकसँगै कति मजाले थुक्न सकेको असङ्ख्य दुःखहरू र बोकेर हिँड्न तयार एक भारी उज्यालो। भरियाको शरीरबाट पसिनाको गन्धसँगै सपनाहरू मरेको गन्ध पनि आइरहेको छ। भरियाको शरीरबाट सपनाहरू मरेको गन्ध पनि आइरहेको छ। भविष्य बनाउँछु भनेर कति धेरै छुट्टियो होला यिनका चप्पलहरू, कति धेरै छुट्टियो होला यिनका सम्बन्धहरू। मेरो क्यामेराले खिच्छु भरियाको च्यातिएको जिन्दगीको च्यातिएको फोटोहरू। मेरो क्यामेराले खिच्छु भरियाको च्यातिएको जिन्दगीको च्यातिएको फोटोहरू र देशलाई देखाउँदै सोध्नेछु तिम्रो विकासको मोडलले किन छोएन यी जीवनहरूलाई। धन्यवाद। बल्ल कविताको माहौल बने जस्तो छ। हामी कविताको अन्तिम चरणमा छौँ। यो थिएटरकै रङ्गकर बाबु त्रिपाठीको पालो एकछिनमा मात्रै आउनेछ। अझै एकजना हुनुहुन्छ हतार। दर्शकवृन्द, आजको यो श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को श्रृङ्खलामा नयाँ तथ्यका साथ पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।